सेवारो नमस्ते। आज चाहिँ लक्ष्मी पूजा अनि लक्ष्मी पूजा आँटेको सबैजनालाई दीपावलीको धेरै धेरै शुभकामना। लक्ष्मीले सधैँ बास गरौँ मेरो घरमा, सधैँ लक्ष्मीले आउन्। माथि कोठामा नि एउटा टास्नुपर्छ। लक्ष्मीको पहिला पाइला हो, पाइला पाइला पहिला पहिला भने मैले अनि ए त्यस्तै हार्ड नभएको जिब्रो। माथि रुममा नि एउटा टास्नुलाई मान्छे अहिले छिनमा टाल न यहाँ सकेर। कता बाल्नु? त्यहाँ रङ्गोलीमा बाल्नु होला। रङ्गोलीमा टाल्नु पर्ने कता कता टाल्नु? उता टाल्दै टाल्दै जाऊ। खासमा ऊ यहाँबाट टाल्दै आउनु पर्ने। माइजी भन्जेले उल्टो उल्टो गरे नि यहाँ रङ्गोली। त्यसो भए उत्यो गर हो, यहाँबाट त्यहाँ नगर, यहाँ गर हौ एकैचोटि माथि चढेको कि त्यहाँ गर्ने चढेको। लक्ष्मी चढ्नु भयो सिँढी होइन। क्यान्डल पनि कस्तो युनिक खालको ल्याउनु भएछ त। माइजू भान्जीको रङ्गोली दामी बनाएछ। रङ्गोली हेर्नु है यहाँ कस्तो छ, दामी रहेछ, दामी राम्रो छ कि छैन कमेन्ट बक्समा कमेन्ट गरिदिनु होला। लास्टमा पो त हौ, कहाँ अहिले नै लास्ट पालि भने जति खै लाइटर माइजु ए मेरै हातमा छ त। यस्तो छ झिलिमिली झिल्ला तातो रोटी मिल्ला। मिल्छ 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 मिल्छ। हे स्टिलको चम्ची, हे च्यानलवाली भाउजूलाई सम्झी। च्यानलवाला भाउजूलाई, घरबेटी भाउजूलाई। त्यसो गर्नुहुन्न नानी, सबै आफै आफै बाल्नुपर्छ। लाइटर ल्याउनु पर्थ्यो। ऊ तल खुट्टु जल्नु आँट्यो तिम्रो। त्यसै बत्ती बत्ती कहिले जोड्नु हुँदैन। यो चाहिँ कहाँ बाल्नु नि फेरि? किन किन ल्याउनु भएको कि गेटको वरि बाहिर बाल्नु पर्यो? बाहिर बालिदिउँ ल। यता वरिपरि पल्लो छ, यता उयो क्यान्डल उखाल्नु पनि गाह्रो हुन्छ। ट्रायल त चल्दैन तर जल्छ त यो होइन, जल्छ। त्यो उयसमा लगाऊ न नानी, फुलमा क्या, फुलमा राख न। अर्को साल पनि हुने रहेछ। हुन्छ त्यहाँ लाइनै कतिवटा अट्छ, त्यहाँ बाहिर मात्रै बालौँ न। तर अझै 4-5 दिन बाल्नुपर्छ नि। बाल्नुपर्छ, भाइटिकासम्म बाल्नुपर्छ।
गतेसम्म पाइला टाइलमा टालिँदैन रहेछ चिप्लो भएर अब माथि आखुम पाखुम सेलरोटी चाखुम यस्तो कमलो पोल्नु भएछ धेरै मेकअप गर्न खान्छ लु ह्यापी तिहार ह्यापी लक्ष्मी पूजा प्रसाद खाएर गाइस बाङ्गै छ मैले माथि गर्दा चाहिँ के को यो गरेको नाटक हाई आज चाहिँ नेक्स्ट डे लक्ष्मी पूजाको भोलिपल्ट हामी चाहिँ अब भानुचोक जान आँटेको त्यहाँ यसो झिलिमिली हेर्न एकपनको यसो हावा खाऊँ भनेर जान आँटेको म र भान्जी लु है भानुचोकको हजुर सब्जी मन्डी घरमा अहिलेमा आउँदा चार तल रहन्छ फेरिमा आउँदा तलमा थपिन्छ घरमा सुख र शान्ति छाइमा रहोस् बाल र बच्चा केरा मौलाई मौलाइमा रहन् सुखमा बाजे पो कडा रहेछ त तन्देरीहरू भन्दा Yeah.